नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज म जाँदैछु साथीहरुसँग ऐँसिली टिप्नु है। आज शनिबार हो, आज काम छैन। काम नभएको अवसरमा जंगली फलफुल ऐँसेलु भने हामी टिप्न जाँदैछौँ है। साथीहरु अगाडि गएर टिप्दैछन्। म त यसो यहाँको जंगलको भ्यूहरु यस्तो दामी ठाउँ छ। यो चाहिँ मार्बल डाँडाको फेद हो। यस्तो दामी ठाउँ छ है। यहाँ यो ठाउँ पनि एउटा पिकनिक खाने ठाउँ दामी रहेछ यार। यस्तो हेर्नुहोस् न माथि क्या दामी भिरै भिर यस्तो ढुङ्गा घारी छ हैन। यहाँ यस्तो दामी देखिरहेको छ यो यत्रोसँगले है। यत्रो मार्बल त के भन्नु, यो ढुङ्गै ढुङ्गा, ढुङ्गालाई काटेर त मार्बल बनाउने हो। यस्तो दामी छ है। यस्तो पनि यस्तो दामी पिकनिक खाने ठाउँ पनि दामी छ के। यहाँ त मेरो साथीले ऐँसेलु टिप्दैछ। ओ कति टिप्यो ऐँसेलु? एक झोला ल भन्दै एक झोला भनेको त यति मात्रै टिप्दैछ रहेछ। हेर्नुहोस् ऐँसेलु। ऐँसेलु कति टिप्यो? बोल्दैन त। ऐँसेलुको बोट है। ऐँसेलु चाहिँ टन्नै पाका रहेछन्, तर टिप्नु नसकेर छोडेको रहेछन्। मुनि मुनिको मात्रै टिपेको रहेछन् हैन। ओ कति टिप्यो ऐँसेलु? ओ मेन खै ऐँसेलु एक बोटा भयो। यस्तो दामी पाकिरहेको छ कि ऐँसेलु हैन। चट्टसँगले हेर्दै खाउँ खाउँ लाग्दो भएछ। अब चट्टसँगले टिपेर लगेर खाने हो रुममा लगेर। यहाँ आइज भन्छ, यहाँ रहेछ ऐँसेलु। ऐँसेलु टिप्दै गरेको है हाम्रो केटाहरू। यता हेर, कस्तो दामी फलेको रहेछ। झ्यान्टाडेन टिटिङ टिटिङ टिटिङ। ऐँसेलु यत्रो टिपियो है, यत्रो 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 भन्दा अझै पो छतो हाल्नु। यहाँ प्लास्टिकमा हाल्नै बाँकी छ। आज ऐँसेलु खतरा, ऐँसेलुको खतरा शिकार गरियो। यहाँ हाल्छ होइन, एक बोटा पनि रहेछ त। यसरी पुग्दैन। झन्डै भरियो। ल ऐँसेलुको टिपाइ, ऐँसेलुको शिकार। अलिकतिले भरिएन रहेछ। भोरी चाहिँ लानुपर्छ। कहाँ टिप्नु अब? उँभो त छैन। तैँले फर्केर आइए ल उँभो छैन। ऐँसेलु है ऐँसेलु, ऐँसेलुको ल कसलाई ऐँसेलु खानु मन लाग्छ हामीलाई सम्झिनु होला। हामी यसरी दुःख गरेर यसरी ऐँसेलुको बोटभित्र पसेर होइन, काँडा घाडीमा पसेर टिपेर हामी तपाईँहरूलाई सेल गर्छौँ। छ त्यता फलको दाना गलबन्दी भरि टिपेर ल्याइदिउँ। यस्तो भिडियो गर्दै हिँडेको झन्डै पछि गयो या मासाले। डेन्जर ठाउँ यार यो। कहाँ फलको दाना भने यस्तो डेन्जर ठाउँमा हामी हो। आम्मामा
तेरिका यस्तो ठाउँदेखि है यहाँ